बल्ल हामी लाप्चीको यसमा आइपुग्यौँ। अब यहाँबाट चाहिँ पुर्जी दिन्छ, ल्याएर आफ्नो आफ्नो क्याम्पमा जान्छ है। घोडामा आउनेहरू घोडामा, अनि अर्कोहरू चाहिँ हिँडेर आइपुगेछ है। अनि यहाँ चाहिँ खाजा पनि बनिन्छ। यहाँ मान्छेहरू यसरी खाजा खाँदैछ। अनि जाने चाहिँ त्यहाँ माथि हो। जुम्बाने दमै त्यो हुन्छ तर मिल्छ। मिल्दैन तपाईँको? अब के गरेको? के गर्ने किरा सफा गरेर? खै कस्तो सफा गरेको देखाउनु त। सफा गरेन अनि के हुन्छ? राम्रो गऱ्यो भने भाउ राम्रो पाउँछ, अनि बिग्रिँदैन है? अनि बिग्रिँदैन। नबिग्रियो भने राम्रो भाउ पाउने हो। खै कति भएछ? आमा फेर्पामा सुकाइछ है यहाँ चाहिँ। 4 केजी निस्किन्छ कि हो? अब 4 केजी निस्किन्छ। 1 केजी होला सबै गरेर। ल होस्, राम्रो राम्रो किरा चाहियो भने हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो किरा चाहिँ एकदम खै राम्रो राम्रो छ है। कलर हेर्नुहोस्, सुन कलर साँच्ची भनेको। अझै यो त मिडियम हो, सबसे राम्रो क्वालिटीको त यो होइन अझै है। योभन्दा राम्रो राम्रो हो नि त क्वालिटी। सबसे राम्रो क्वालिटी निकाल्नु त कुन चाहिँ हो है? यो सफा गरिसकेपछि देखाउनुहुन्छ हामीलाई। यो त अझै ठिकैको हो। सबसे राम्रो त हो यो, यही होला। यहाँ यस्तो हुन्छ नि है, सफा गर्दै हुनुहुन्छ उहाँले। यो सब मेहनत चाहिँ छ है, धेरै मेहनत छ। टिप्न जाऊ, ल्याऊ, सफा गर, त्यो पनि दाग माझ्या जस्तो। उफ, तिमीले भन्दा सफा गर्ने यो पनि गाह्रो। अनि भात छ कतिवटा फेरि। सुनभन्दा कम छैन है, भाउ पनि त्यत्तिकै हुन्छ फेरि। ल यो त यस्तो दामी रहेछ नि त। है आम देखाउनु त, खालि यस्तो गर्नु। ओइ हो यसो माथि ठाडो गर्नु सिधा। सफा गरेको र नगरेको फरक। अलि यस्तो तपाईँको हात माथि राखेर गर्नु त। यो कलर सेम सेम भयो कि यहाँ गरेको हो त्यसरी। ल यो सफा गरेको, यतापट्टिको नगरेको। अझै यो पुरा सफा भएको छैन, अझै अलिकति बाँकी छ। यो हात हेर्नु बिचराहरूको कति मेहनत छ।